सिक्किमको तादोङमा एक अत्यन्तै दुःखद घटना घटेको छ। ट्राफिक लाटाको नामले परिचित एक वृद्ध व्यक्तिको गत असार 29 गते तारिकको साँझ तादोङको दारागाउँस्थित आफ्नै निवासमा हत्या भएको अवस्थामा शव फेला परेको छ। अन्दाजी 60 देखि 65 वर्षका यी वृद्ध बोल्न सक्दैनथे र सन् 2010 देखि दारागाउँमा बस्दै आएका थिए। यो हृदयविदारक घटना राति करिब 9 बजे प्रकाशमा आएको थियो। यस हत्याको अभियोगमा सिक्किम प्रहरीले 20 वर्षीय मदन राई नाम गरेका युवकलाई पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार ती वृद्धसँग भएको मोबाइल फोन देखेपछि आरोपीले उनको पीछा गरेका थिए। घरमा पुगेपछि आरोपीले ती असहाय वृद्धको हत्या गरी उक्त मोबाइल फोन र एउटा नक्कली सुनको औँठी लुटेर भागेको अनुसन्धानबाट खुलेको छ। घटनास्थलको प्रमाण र सीसीटीभी फुटेजको आधारमा प्रहरीले आरोपीलाई ट्र्याक गरी नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेका मदन राई याङगाङ निवासी हुन् र उनी यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हेबिचुअल अफेन्डर रहेको बताइएको छ। यस घटनाको सम्बन्धमा प्रहरीले मुद्दा दर्ता गरी थप अनुसन्धान तीव्र रूपमा अघि बढाइरहेको छ।